आज त म यो घना जङ्गलमा म एक्लै आएको छु यस्तो छ अन्त ओ यार कहाँबाट आएको साथीहरू त पुगिसक्यो जङ्गलमा रातो भाल्या खयो खयो क्यारेले खयो खयो गीत पनि आउँदैन यार साथीहरू भयो जङ्गलमा हेर्नु चरा दाँत पनि आउँछु कहिले कहिले यार त्यही भएर लाइभमा आएको छु के अरे भिडियो गरेको छु अनि कहाँ हुन्छ नि यहाँसम्म आउँदा भनेर यसो भिडियो गर्दा गैँडाको डर हुन्छ कहिले काहीँ बाटोमा रोडमा पुग्यो बाटो पनि छ जोगाउन कम्ती गाह्रो छ यार टर्छ यार छेपारा रहेछ खुङ्गुरमै टर्छ यार छेपाराले Ayah. Ya. Gimana? यार साथीहरू यार यस्तै हो कहिले सुख त कहिले दुःख हुन्छ लाइफमा राम्रो नराम्रो र सोच चाहिँ आफ्नो आफ्नो विचारको कुरा हो जङ्गलहरू घुमिसक्यो होइन साथीहरू यार उनीहरू गइसक्यो मेरो भाइहरू ओ भाइहरू कप्पा स्यालक छ मलाई छोडेर हुन्छ यार यहाँ पुगिसक्यो पर्खिँदैन म एक्लै छोड्छ त्यसैका यार ओ भाइ यता हेर है मेरो भाइहरू यता 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 पर्खिँदैन त कता कता दगुर्दै पखान हो पखा थेत यार के र यार त्यस्तो दगुर्ने हो त ओ गुड यार गुड पन्च नाइस नाइस भाइ यार भाइ के अरे यो जङ्गलको काम गर्दाखेरि आफूले भोगेको कुराहरू के छ त भाइ अनि दुःख सुखको कुरा गर्दाखेरि यहाँनिर कस्तो कस्तो परिस्थितिहरू आइपर्छ त्यो कुरा भन्यो नि हुन्छ दाइ सबै कुरा कुनै बेला रमाइलो पनि हुन्छ कुनै बेला दुःख पनि हुन्छ
त्यस्तै हो है कहिलेकाहीँ के अरे यहाँ आएर पार्टी पनि हुन्छ होइन यसो ल्याएर साथीभाइहरूसँग आएर के अरे खाने छाने काम हुन्छ कहिलेकाहीँ फेरि मान्छेले यस्तो हुन्छ सरी है के अरे कहिलेकाहीँ यस्तो यस्तो शान्तिको कुरा मात्रै होइन शान्तिले शब्दहरू हामी के युज गर्छौँ है माइन्ड नगर्नु अनि कहिलेकाहीँ फेरि यस्तो एक्लै पनि हिँड्नुपर्छ गाली पनि खानुपर्छ अनि त्यो जङ्गलमा रमाइलो नै हुन्छ जस अनि भाइ के छ त अनि कस्तो छ जङ्गलको काम जङ्गलको राजा शेर है अनि के अरे बाघ आयो भने शेर आयो भने के गर्नुहुन्छ पुटुट्ट डगुर्ने अनि भाइ आफ्नो अनुभवको कुरा के रहेछ के अरे गरौँ न यता हेर न कस्तो नयाँ बेहुली जस्तो रहेछ हाम्रा भक्तहरूलाई पनि लाग्छ नि अनि पहिलादेखि नै होइन यो ठाउँमा पहिलादेखि नै के अरे बसेको मान्छे जङ्गलमा कस्तो कस्तो परिस्थितिहरू आइपर्छ अनि कस्तो कस्तो कुराहरू भोग्नुपर्छ हामी त्यो कुरा भन न यार तिमीले यस्तो कुरा आफ्नो एक्सपिरियन्सको कुरा त सेयर गर्न सक्छौ त म हो खास गरी काम गरेको 7 जनामा काम गरेको 7 जना 4 जना त पत्ते गर्नु पर्यो डाँडा काँडा चढेको गर्नु पर्यो 4 जना हामी त भाइ एउटा के अरे ओके के अरे हाल गोरु छ नि हामीलाई जोतेको गरिरहेछ अरूले अनि फेरि जुन गोरुले जति नै जोते पनि त्यसले के अरे चास पाउने नै रहेछ कि किनभने हामीले जति नै काम गर्छौँ तर के अरे हामीलाई कम्ती नै सिनियरै भयो हामी पेलानमा परिरहेको छौँ तर ठिकै छ अब के अरे आफ्नो मनमा सन्तुष्टि चाहिँ राखेका छौँ के अरे जस्तो काम भएको होइन भाइ साँच्चै भनेको यार ल आमा यार यस्तो के अरे ओह्रालो उकालो गर्नु नै पर्छ क्या जङ्गलमा अनि जङ्गल हेर्न बसेपछि यस्तो ठाउँमा यस्तो ओह्रालो उकालोदेखि लिएर कोही ठाउँमा गाइदाहरू पनि भेटिन्छन् बाघहरू पनि भेट्ने सम्भावना हुन्छ अनि कति मान्छेलाई खाइरहेको छ त्यो के अरे बाघले तैपनि हामी आफ्नो ज्यानको बसिराखेका त्यो जङ्गललाई बचाउनु पर्छ है भन्ने एउटा धारणा राखेर यस्तो जङ्गलमा पनि हिँडिरहेको छु गाइदा अनि बाघहरू अनि अरनाहरू अनि धेरै कुराहरू भेटिन्छन् यहाँ जङ्गली जनावरहरू धेरै छन् फेरि योभन्दा तलतिर चाहिँ रस्ता निकुञ्जहरू छ चलाउनु थाहा होला यो चितवनको रस्ता निकुञ्ज अनि त्यहाँनिरको के अरे जनावरहरू पुरा बसेको छ गाह्रो छ नि यार कामगारी खाना जेस कामगारी खाना भन्दा पनि आफ्नो गाउँको के अरे जङ्गलहरूलाई वातावरणहरूलाई अलिकति के अरे संरक्षण गर्नुपर्छ अलिकति के अरे हामीले ग्रो गर्नुपर्छ जोगाउनुपर्छ है भन्ने हिसाबले हामी एउटा हिरालोको हिसाबले हामी यहाँ मैदानमा हामीहरू खेलिरहेको छन् चारजना केटाहरू छ अनि एकजना चाहिँ दाइ छ पुरानै मान्छे हो अहिले आउनु भएन उहाँ चाहिँ हुन्छ तर उहाँ लिएर चाहिँ 5 जना हो 5-6 जना रहेछ हामी अनि रिलिजलाई अलिकति गाह्रो नै हुन्छ अस्तिर आउन त्यो अलिकति तलतिर चाहिँ बसिरहनु पर्छ केलाई
खुल्सा खुल्सी हिँड्दा हिँड्दा कति गाह्रो हुन्छ मान्छेलाई सास फेर्नै गाह्रो हुन्छ। गाडीमा छु केटाहरू अड्डामा जाँदैछ अब हाम्रो अड्डा छ यतातिर। ल माऱ्यो भने ल तिमीलाई के म बिहान बिहान आएर ढोग्छु। दयाले ढोगाल्छ तिमीलाई के भर्खा पुग्छ। अब अड्डामा जाँदैछ केटाहरू मन्दिरमा। यहाँ गए फेरि म सबै भिडियो बनाउने हो को भाइ को रे ए पर्छ अरे हेर तिमी धकरे हो। कता हो धकरेहरू? ओ धकरेहरू कता हो? पुरा ढकरेहरू छ। अरुण खोलाको टाढीको ढकरे छ दुईटा, एकजना उता सरदलाको, दुईजना फेरि टाढीको अरुण खोला टाढीको ढकरे। के छ कस्तो इम्पोर्टेन्ट प्लानहरू सेयर गर्नु पऱ्यो नि सबैलाई यार। पाप गर्ने तिमी नै हो, हिजो पनि पाप गरेर आएको। अरूले कसले पाप गरे होला रे यार। कहाँ कतिले हुन्छ टाढीको केटाहरू। अरे सर्फ कहाँ गयो सर्फ? क्या हाल्छ चाहिँ? ल ल ल फेरि टेकआउट ल कसरी कसो क्या हाल्छ चाहिँ यार सर्फ टेकेर अरे तिमीले के अरे यहाँ सर्फ कसरी तर्छ तिमीलाई? गर्छ